भ्याक्युम खडा यो चाहिँ नम्बरहरू लेखेको छ अनि सुरुमा क्ल्याम्पहरू यो चाहिँ हाम्रो च्याम्बर हो है च्याम्बरमा अब सुरुमा हामीले यसलाई बन्द गर्नुपर्छ यो भाग चाहिँ अब यसो हेर्दाखेरि अलिक मोटो जे युज भएको छ त्यसमा पनि युज हुने हुन्छ अनि यहाँ चाहिँ हाम्रो फिडिङ डेजिनेस्टोमी जुन भाग हुन्छ जहाँ फिडिङ गर्नुपर्ने र कति गर्नुपर्ने भनेर हामी कन्ट्रोल गर्न सक्छौँ यसबाट र यो त्यसमा हालेर त्यो अनुसारले पानी हाल्नुपर्छ वा जति खानाहरू हुन्छ त्यो दिनुपर्ने त्यसपछि हामीले मजाले यो के हाल्ने खानेकुरा भनेर अब त्यो प्रिपेयर गर्नु त्यो प्रिपेयर गर्नको लागि हामीले एटलिस्ट 200 ml जति हामीले दुध लियौँ दुध दिएपछि हामीले जीवन जललाई 1 लिटरमा घोल्ने 1 लिटरमा घोलेर त्यसपछि 200 ml जति हामीले जीवन जल यसमा हाल्यौँ हैन जीवन जल हालेपछि यो चाहिँ हाम्रो प्रोटिन पाउडर हो प्रोटिन पाउडरलाई 1 चम्ची प्रोटिन पाउडर हालेर त्यसपछि मजाले हामीले मिक्स गर्नुपर्छ जीवन जल मजाले मिक्स गरेर अब हामीले यो जुन बनाएको फिडिङहरू छ फिडिङमा अब हामीले यो भित्र हाल्नुपर्छ यसको लागि हामीले यो ढक्कन खोल्ने अहिले सबै खानुहुन्छ 6 घण्टामा 6 घण्टामा पानी लियौँ हैन यो चाहिँ अब हामीले खुवाउनुभन्दा अगाडि र खुवाउनुभन्दा पछिसम्म यो सुरुमा यसरी तान्ने क्या यो तान्यो होइन तानेपछि अब जुन खुवाउने बाटो छ त्यो बाटोलाई सुरुमा हामीले क्लियर गरिदिनुपर्छ क्या सुरुमा यसलाई चाहिँ सुरुमा यस्तो क्ल्याम्प बोर्ने अनि मात्रै यो टुप्पो खोल्ने टुप्पो खोल्यो नि टुप्पो खोलेपछि अलिकति यो हाल्यौँ अनि यसलाई हाल्ने भनेको त्यो खोलेर अब सुरुमा त्यो च्याम्बरमा ल्याउनु पर्यो त्यो च्याम्बरमा यसरी ल्याउन दिनु आयो नि त नाप्न सक्नु पर्यो यहाँ हाम्रो बन्द छ अहिले होइन बन्दको बेलामा च्याम्बरमा आयो होइन अब त्यसपछि यो खानेकुरा यहाँसम्म ल्याउनु पर्यो त्यसैले यसलाई अब हामी खोल्ने खोलेपछि यहाँ ल्याउने खोल्यो होइन जोडियो नि त होइन अब जोडियो यसमा होइन बुझ्नुभयो यो अनुसारले यो त्यसमा हेर्नु अब खोल्ने यसलाई खोल्ने बिस्तारै अब कुन रेटमा जान दिने त्यो अनुसारले अब खाना जान्छ है अब ड्रप चाहिँ क्यालकुलेट गरेर कुन हिसाबले 400 ml यति घन्टामा जानुपर्ने त्यो अनुसारले हामीले अब बुझ्नुभयो सिक्नुभयो